क्याजुअललाई थाहा छ नेल पोलिस कसरी बनिन्छ भनेर, जुन हामी आफ्नो नेलमा लगाउने गर्छौँ पिङ्क कलरको। यसको बनाउनको लागि सबैभन्दा पहिला त्यो नेल पेन्टको केमिकल लिन्छ, अनि त्यो केमिकल लिएर एउटा बाल्टीमा दिएर त्यसलाई मिसाउनको लागि घोल्नको लागि मसिन चलाइदिन्छ थोरै टाइमको लागि। त्यसपछि अब जुन कलर दिनु पर्यो त्यो कलर डालिरहेछ। अब रातो चाहियो भने रातो दिइहालेछ। त्यो रेड भएपछि त्यसलाई निकालेर एउटा अर्को गैलनमा हालेर प्लेस चेन्ज गरेर राखिरहेछ। अनि त्यसपछि अब नेक्स्ट स्टेपको लागि लाग्छ। त्यसपछि अब त्यो नेल पोलिसको बोतल लिइरहेछ। अब सबैले एउटा ठाउँमा हालेर कलर हाल्नको लागि सबै सिधा गरेर राखिरहेछ। अनि सिधा गरेर राखेपछि अब यसलाई एउटा बोतलमा नेल पोलिसको कलर जुन बनाएको थियो त्यसलाई एउटा बोतलमा हालेर पिचकारी सेट जस्तो सेट गरिन्छ। एउटा त्यसलाई बन्द गरेर अनि पिचकारी सेट गरेर सबैमा फास्ट यसरी भर्दै जान्छ सबैमा। अनि यसपछि अब नेक्स्ट स्टेपको लागि अगाडि लग्ने काम गरिन्छ। सबै भर्छ यसरी नै। त्यसपछि अगाडि लाग्छ। अगाडि लगेर यसलाई अब के गर्नु पर्यो भने यसको माथिको मुनाहरू लगाउनु पर्यो। माथिको यो ब्रस जुन हामी निकालेर लगाउँछौँ त्यो ब्रस सेट गरिरहेछ। त्यो ब्रसमाथि अब अर्को कभर सेट गरिरहेछ बन्द गर्ने मेन ढक्कन। जुनबाट अब केमिकलहरू निस्किँदैन भनेर। त्यसपछि अब नेक्स्ट स्टेप यसले अब ठुलो बनाउनको लागि अर्को तन्किलो टाइपको ठुलो बोतलको कभर सेट गरिरहेछ। देख्नमा पनि कति राम्रो लागिरहेछ हेर्नु न। अनि त्यसपछि अब नेक्स्ट स्टेपको लागि अगाडि प्याकिङको लागि जान्छ। अब सबैलाई अब एउटा क्यारेट लियो टाइपको, अनि त्यसमा अब गनेर सबैलाई मिलाएर राखिरहेछ। अब यसपछि सबै विभिन्न कलरको बनाएर सबैलाई अब मार्केटमा जानको लागि रेडी गरिसकेछ। अब एउटा कभरमा दिन्छ, भइहाल्यो हाम्रो नेल पोलिस कम्प्लिट अब लगाउनको लागि। हस् त, धन्यवाद।